तथा यसरी चाहिँ हो क्या अपराधीहरूलाई कसरी कारबाही गर्नुपर्छ भन्ने यो भिडियोबाट स्पष्ट हुन्छ। लज्जा। अब उसले लाइफमा गलत काम कहिले पनि गर्नेवाला छैन। एउटा इमान्दार पुलिसले गर्नुपर्ने यही हो। यो बदमासहरूलाई यसरी तह नलाग्दासम्म सर्वसाधारण चेलीबेटीहरूले दुःख मजाले पाउँछ। हो साथीहरू, यस्तो कारबाही गर्यो भने अब यसको 7 पुस्ताले पुग्ने गरी पुग्यो यसलाई। अब अर्कोको पालो आउँछ, अर्काको पनि अब दिउँसो तारा देख्नुभयो साथीहरू। हेरौँ, गलत कर्मको फल यस्तै हुन्छ साथीहरू है। दनादन दिइरहेछ। पुलिस पनि गजब छ यार। जा लज्जा। लाठी पनि टुटिसकेको रहेछ। अब अर्को लाठी चाहिँ अर्को पुलिसले अब हान्दा हान्दा थाकिसक्यो यार मान्छे यार। ओ माई गड। ओ अर्कोले चाहिँ होइन, यो सजाय पनि कम भयो क्या यिनीहरूलाई। किनकि सोझा साझा चेलीबेटीहरू दुःख परेका मान्छेहरूलाई जिस्काउने दुःख दिने कामहरू गर्नेहरूलाई यस्तै हो। अब यो यतिको सजाय दियो भने पनि पुग्छ क्या यिनीहरूलाई। कानुन भनेको यस्तो हुनुपर्छ। पुलिस भनेको पुलिस प्रशासनले यस्तो काम पो गर्नुपर्छ। ल सल्युट छ यो पुलिसहरूलाई है त। यस्तो कानुन सबै ठाउँ हुनु पर्यो।